आजको यो दुःखद घडीलाई कसरी हेरिराख्नु भएको छ यहाँले? अब चलचित्र क्षेत्रले एकदम महान व्यक्ति आज गुमाएको छ। उहाँ यो दुनियाँमा नरहे पनि उहाँको याद सधैँ रहिरहनेछ र उहाँले दिएको चलचित्र सम्बन्धीको योगदान सधैँ रहिरहनेछ। अब यस्तो दुःखद घडीमा अरू के नै भन्न सकिन्छ र दाइको वैकुण्ठमा बास होस् र उहाँको आत्माले शान्ति पाओस्, चिर शान्तिको शुभकामना तपाईँले उहाँसँग पहिला काम पनि गरिसक्नु छु। दाइसँग एकदम मात्र गर्नुभएको थियो। चलचित्र चाहिँ बिर्सेँ मैले, तर सँगै काम गरेका छौँ। एकदमै रमाइलो र एकदम जेहेन्दार मान्छे आज इन्डस्ट्रीले गुमाएको छ। एकदम दुःखद घडीमा छौँ हामी। अरू म खासै केही भन्न चाहन्न। दाइको फेरि पनि आत्माले शान्ति पाओस्, वैकुण्ठमा बास होस्, यति भन्न चाहन्छु। एकछिन थोरै कुराकानी गरौँ। जस्तो सुनिल दाईको यो घटना चाहिँ कतिखेर थाहा पाउनुभयो यहाँले? म सुटिङमा थिएँ पूर्वतिर। आएपछि मैले अस्ति मात्रै थाहा पाएँ मैले अचानक दाइको निधन भएको कुरा। एकदम दुःख लाग्यो। हामीले सम्झिनु पर्ने र उहाँ गए पनि जिन्दगीभर सम्झना रहिरहनेछ उहाँको। दुःख छ, एकदम दुःख लाग्यो।